तपाईलाई काम आउन सक्छ। अब म सुरु गर्छु चप मसलाको बारेमा। अब मैले सुरु गर्दैछु। 20 किलो प्याज लिएछु मैले। 20 किलो प्याजलाई मैले क्लिन गर्छु। क्लिन गरिसकेपछि यसलाई एकदम फाइन चप गर्छु है। मैले चाहिँ यो 20 किलो प्याज मैले चप गरिसकेँ। अब मैले चाहिँ पतिलामा राख्छु 3 लिटर तेल। 3 लिटर तेल राखिसकेपछि तात्छ। गरम भएपछि मैले चाहिँ 100 ग्राम जिरा राखेँ। 100 ग्राम जिरा राखिसकेपछि अब यसमा मैले चप गरेर राखेको प्याज मेरो 20 किलो छ। 20 किलो प्याज मैले टक्क राखेँ यसमा। अब यो 20 किलो प्याज राखिसकेपछि यसलाई मजाले पकाउनु पर्छ। किनभने यसको पकाउँदा पकाउँदै यसको क्वान्टिटी चाहिँ हाफ हुनुपर्छ। बल्ल तपाईँको चप मसला राम्रो बन्छ है। मैले पकाउँदैछु, मेरो चाहिँ देख्न सक्नुहुन्छ क्वान्टिटी चाहिँ हाफ भइसक्यो है। यो चाहिँ पुरा यसको चाहिँ गलेर। अब मैले चाहिँ जिन्जर गार्लिक पेस्ट राखेँ 2 लिटर। 2 लिटर जिन्जर गार्लिक पेस्ट राखिसकेपछि मसला राख्छु मैले। अब मसलामा के जान्छ भनेर सोध्नुभयो होला। अब मैले राख्छु मसला। मैले सल्ट राखेँ 250 ग्राम। टर्मरिक पाउडर राखेँ 200 ग्राम। यसरी कोरिएन्डर पाउडर राखेँ 250 ग्राम। यसै गरी तपाईँको क्युमिन सिड पाउडर राखेँ 250 ग्राम। यसै गरी मैले राख्छु कश्मिरी चिल्ली पाउडर राख्छु 300 ग्राम। यो राखिसकेपछि मजाले यसलाई मैले चाहिँ पकाउँछु है। यसलाई मजाले पकाउँदै जान्छु। देख्न सक्नुहुन्छ यो पाक्दै जाँदाखेरि चाहिँ यसले चाहिँ पुरा यसको पानी सुक्नुपर्छ है। प्याजको पानी सुक्नुपर्छ, तेल आउनुपर्छ। मेरो चाहिँ तेल आइसकेको छ माथि। अब जो तेल आइसकेपछि रोगन आइसक्यो। अब मैले चाहिँ यसमा के गर्छु भने चाहिँ मैले डाइस टमाटर राख्छु। डाइस टमाटर मैले 4 ल्याएको छु। यो देख्न सक्नुहुन्छ। एउटा चाहिँ 2.5 2.5 किलोको मैले 4वटा ल्याएको छु है। मतलब 4वटा टमाटर ल्याएको छु। यो 4वटा टमाटर ल्याएपछि मेरो यो चाहिँ 10 किलो प्याज हुन्छ है। यो डाइस टमाटर मैले 10 किलो राखेँ। 20 किलो प्याजमा 10 किलो मैले टमाटर डाइस टमाटर राखेँ। अब यसलाई चाहिँ जति सक्छ लो फ्राइमा पकाउँदै जानुहोस्, ढाक्नुहोस्। मैले यसलाई देख्न सक्नुहुन्छ ढाक्दै पकाउँदै गरिरहेको छु। एकदम राम्रो चाहिँ तल लाग्नुहुन्न, फेरि जल्नीको बदबु आउँछ। देख्न सक्नुहुन्छ मैले ढाक्दै पकाउँदै गरेर यो चाहिँ यसरी चाहिँ मेरो चाहिँ चप मसला लगभग रेडी हुन लागिसकेको छ। तपाईहरु नि यसरी बनाउनु भयो भने एकदम राम्रो हुन्छ। सबैजनाले मन पराउनुहुन्छ। खानामा चाहिँ एकदम मिठो टेस्ट आउँछ। मेरो लगभग रेडी भइसकेको छ है। मेरो चप मसला रेडी भइसकेको छ हैन। तपाईहरुलाई चाहिँ चप मसला बनाउनु छ भने यो तरिकाबाट बनाउनु भयो भने एकदम राम्रो हुन्छ। मेरो यो चप मसला बनाउने तरिका चाहिँ दिल्ली स्टाइल हो। मेरो चप मसला बनाउने तरिका तपाईले हेरिसक्नु भयो। कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। र अर्को तपाईलाई चाहिँ कुनै आइटम सिक्नु छ भने कमेन्ट गर्नु होला। तपाईको कमेन्टको आधारमा मैले अर्को भिडियो फेरि लिएर आउने छु। फुल भिडियो हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। सल्लाह सुझाव दिन नभुल्नु होला। थ्यांक यू सो मच। नमस्ते।